विदेशमा चाहिँ खालि काम 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 मात्र के बुढासँग त राम्रोसँग टाइम स्पेन्डै गर्न नपाउने के बिहान जुरुक्क उठ्ने बित्तिकै काममा बेलुका पनि 10 बजे बिचरा थकितम भएर आउँछ रेस्ट गर्नै पर्यो है कहिले कसो त बिदा दिए पनि हुने भने जस्तो लाग्छ अब त्यो त सम्झिने मात्र हो विदेशको ठाउँमा कहिले कसो विकेन्डमा पनि घुम्न जाने फुर्सद छैन के अचेल त हाम्रो के भएको यस्तो बुढाको अनुहार हेर्दाखेरि पनि कता कता देखे जस्तो पो लाग्न थाले त मलाई त के भए जस्तो अनि मेन कुरा कोरियाको सौलमा बस्नलाई चाहिँ धेरै नै गाह्रो रहेछ एक त भनेको ठाउँमा रुम नपाइने पायो भने पनि एउटै रुमलाई 50,000 त्यस्तो पर्ने है अनि हामी चाहिँ अलिक टाढा आएको छौँ रुम सरेर त्यही भएर हस्बेन्डलाई आउनलाई चाहिँ रातको 10 बज्छ त्यही भएर एकदमै नौलो मान्छे जस्तो लाग्न थालेछ मलाई त अचेल त के भयो अनि कहिले कस्तो विकेन्डमा गएर फोटो खिचिन्छ फोटो हालिन्छ मान्छेहरूलाई त वा यसको लाइफ कस्तो रमाइलो भने जस्तो लाग्छ है साँच्चै विदेशमा बस्ने मान्छेलाई थाहा छ कि बिचरा मेरो हस्बेन्डलाई त झन् डबल काम परेको छ कि कस्मेटिकको काम पनि गर्दैछौ नि त मैले त जस्ट बेच्दिने मात्र काम गरिदिन्छु अरू सबै ह्यान्डल हस्बेन्डले नै गर्ने हो धेरै नै गाह्रो भइरहेको छ बिचरा के गर्ने यस्तै छ सबैजनाको यस्तै त होला नि है।